सिए पेसेन्ट म जति पनि तपाईँहरूलाई यही मेसेज दिन चाहन्छु। जतिजनाले पनि मर्निङ वक गर्नुहुन्छ तपाईँहरूले धेरैभन्दा धेरै बिहान मर्निङ एक्सर्साइज नगर्नु होला। किनभनेदेखि ज्यादा शरीरलाई दबाब दियो भनेदेखि पनि ज्यादा शरीरलाई दबाब दिँदाखेरि के हुन्छ भने छिटो मतलब बिमार त छिटो यो हुन्छ, मतलब शरीर त रिकभर छिटो हुन्छ बिमारबाट हटेको। तर शरीर रिकभर हुनुको मतलब बडीको सेल्स रिकभर हुनु हो। त्यो बडीको सेल्स रिकभर हुनुको साथसाथै हाम्रो त्यो मतलब बिमार पनि त्यो साथसाथ आउने गर्छ क्या। जस्तो मानिलिनु हामीले ट्रिटमेन्ट गर्दाखेरि त हामीले केमोथेरापी रेडिएसनहरू त गरेको हुन्छ नि त, त्यो चाहिँ सेल्स मारेको हुन्छ, सेल्समा हुन्छ भन्छ नि त यो सिए इन्सेक्ट चाहिँ। अनि सेल्स मारेको हुन्छ, त्यसलाई चाहिँ हामीले छिटो ग्रो गर्दाखेरि चाहिँ त्यो पनि फेरि बिमार पनि आउने चान्सेस हुन्छ। र त्यसैले गर्दाखेरि चाहिँ एकदम कम्ती मात्रामा गर्नु होला। त्यो गऱ्यो भने चाहिँ के हुन्छ भने शरीरले आराम साथमा सेल्स बनाउँछ र त्यो जस्तो नचाहिएको सेल्सहरू